हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्दै आजको दिन मेरो सुरुवात गर्दैछु। हाम्रो चाहिँ यो अहिले इस्टर भन्ने फेस्टिभल चलेछ यहाँ। र इस्टरको चाहिँ हाम्रो कम्पनीले चाहिँ अलि 4 दिन छुट्टी दिएको छ र इस्टरको बोनस पनि 200 रुपियाँ बोनस हालिदिएको छ कम्पनीले। अनि आज चाहिँ हामी छुट्टीको दिनमा चाहिँ साथीहरूले भेडा लिन जाऊँ न त, यसो यहाँको इस्टर भन्ने फेस्टिभल पनि मनाइदिउँ भनेर हामी चाहिँ कतिजना 5 जना चाहिँ आज भेडा हेर्न आएको छौँ हैन त। ओ हेलो ल कहाँ गयो? आज पनि फेरि भेडा खाने भनेर चाहिँ हामी आइयो तपाईँहरू सामु। फर्स्ट अफ अल त वेलकम, स्वागत गर्न चाहन्छु हजुरहरूलाई मिस्टर विजयको भ्लगमा। मेरो भ्लग पनि आउला बिस्तारै, आउनु मेरो पर्यो। युट्युब च्यानल पनि यसो सब्सक्राइब गरिदिनु होला। विजयले त मेरो युट्युब च्यानल चाहिँ थम्बनेलमा राखिदियो होला। हस्, अनि बाँकी कुरा चाहिँ मेरो नयाँ लुक्स चाहिँ कस्तो देखेछ भनिदिनु होला है। कपाल छैन है, कपाल चाहिँ पुरै काटेको छु। दारी छैन, जुङ्गा छैन, चरी चट्ट परेर बसिएको छु। हामी चाहिँ नेपाल गएर बिहा गर्नु होइन त विजय तिमीले? त्यहाँ हो भेडा लिन जाने चाहिँ। यहाँ भेडा चाहिँ चढ्दैछौँ माथितिर गएर चाहिँ टक्कै एउटा भेडा हेरेर भेडा लाने ठाउँ चाहिँ यस्तो छ। यता चाहिँ मकै रोप्नको लागि चाहिँ जोतेको रहेछ। यहाँबाट परसम्म छ। अनि यता चाहिँ यस्तो छ ठाउँ। हामी बस्ने चाहिँ यहाँ तलतिर हो। तलबाट आएर हामी चाहिँ भेडा लिनको लागि चाहिँ त्यहाँ यो ठाउँमा जाने हो। भिडियो चाहिँ हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। भेडा चाहिँ त्यहाँ चढ्दै रहेछ, अहिले उहाँ पुगेपछि देखाउँछु। ल हेर्दै गर्नु होला। हामी जाने चाहिँ यहाँ हो। भेडा चढ्दैछ त्यहाँ। ठाउँ चाहिँ यस्तो छ। ल हामी चाहिँ आइपुगे है, आइपुगे। यहाँ चाहिँ एक टोलीहरू पहिले नै आएर काटिसकेको छ। हाम्रो चाहिँ अब यहाँ रोज्ने एउटा यो चाहिँ हाम्रो भेडी फार्म। आफूलाई चाहिँ रोज्न आउँदैन, रोज्न आउनेहरू चाहिँ भित्र पसिया छ, रोज्दैछ। 2 जना हेर्दैछ। ल हामीले चाहिँ रोजहरू पनि यहाँ काटिसक्यो। नेपाली चाहिँ बोका खाने अस्तिको भेडा, आज चाहिँ बोका खाने बोका। ल हाम्रो रेडी भइसक्यो। आज चाहिँ पोलेको है आगोमा। भयो यहाँनिर चिरा परिसक्छ यार।
ल हाम्रो चाहिँ अब काटकुट सुरु। अब यहाँ गर दाइ त गर्नु भएन अहिले फेरि बल्जीले गाली गर्छ है। भित्र ल्याइदिनु कस्तो छ त्यसरी ल हाम्रो चाहिँ यहाँ भाग लाउँदैछ मासु। ठिक छ नि यार हड्डी हालेकै छैन अझै भन्नु है। मासु भाग लाउनुमा चाहिँ हाम्रो विकास सर मलाई त थाहा हुन्न ऊ यसमा हालिदिनुहुन्छ यसमा अब अलिअलि त दायाँ बायाँ भइहाल्छ नि ठ्याक्कै त कहाँ हुन्छ थकित हो मासु काटेको छ नि थकित हो हकित हो नि यार ऊ यहाँ छाला छ नि विकास हाम्रो मासु हेर्नु ल ए यहाँ रहेछ नि बाँकी अझै विकास विजेतारसम्म देऊ न काट्छु लु है यो चाहिँ हाम्रो मासु अहिले त जाडो पोल्ने तरिका। ल हामी यसरी मासु पोल्दैछौँ। रोमनियामा है यो चाहिँ अब के भने नि 9 भाग हो नि त 9 भाग आमा खर मिर्गा त वहाँ पुगेर खै ओ पर पुग्यो अरे एउटा बाटो तल एउटा पोलेको त्यो मासु होइन यताको आउँछ त वहाँ खायो मिर्गा हेर्नु न ऊ कहाँनिर ऊ त्यो पारि त हरियो देख्ने ठाउँ त बिचमा यस्तो बाटो छ नि हरियो भयो खाउँ है खाउँ। ऊ चरिया एउटा बाटो तल एउटा बाटो माथि ए दादा त्यतै हुन्छ बल्छे हुन्छ ल हाल ल ल गाइस हाम्रो चाहिँ सकियो काटकुट गरेर मासु भाग गरेर प्याकिङ स्याकिङ पनि गरिसक्यो। अब हामी चाहिँ रुमतिर फर्किन लाग्यो। ल अहिले चाहिँ अलिक चिसो चिसो भयो त्यही भएर ज्याकेट लगाएको छु। अब चाहिँ हामी फर्किने। र आजको लागि मेरो भ्लग चाहिँ यति नै। ल है त गाइस बाई बाई सी यू इन नेक्स्ट भिडियो। यसै गरी मेरो भिडियोहरू हेरिदिनु होला माया गरिदिनु होला। किप सपोर्टिङ एन्ड लाइक कमेन्ट एन्ड सब्सक्राइब है त गाइस। ल आजको लागि टाटा बाई बाई।